दर्शनमान बाबुहरू स्वागत गर्न चाहन्छु। म विशाल सोनी र मेरो फेसबुक आइडीमा जोडिनु भएको दर्शनमान बाबुहरूलाई स्वागत गर्न चाहेँ। म आज एकदमै रातिको 3 बजेतिर एउटा सोसल मिडियामा हेर्दाखेरि एउटा मैले भिडियो भेटाएँ। भिडियो भेटाइसकेपछि त्यो भिडियोमा एकदमै गम्भीर खालको भिडियो भइसकेपछि मैले टाइपिङ मार्फतमा मैले सोसल मिडियामा अपलोड गरिसकेको थिएँ। मेरो विचार भोलि दिउँसो सार्वजनिक गरौँला भन्ने विचार लागेको थियो र मनले मानेन। एउटा लेडिजमाथि खुकुरी देखाएर अन्य किसिमका शब्दहरू बोलेर उसलाई हानेर हैन, एउटा लेडिजलाई यस्तो त अनिवार्य गर्नु हुँदैन र उहाँलाई एकदम कारबाही हुनपर्छ। कारबाहीको म कारबाही हुनै पर्छ भन्ने माग्न चाहन्छु। अहिले हाम्रो नेपालमा कुनै ठाउँमा पनि हाम्रो नेपालको दिदीबहिनीहरू तथा कुनै पनि सुरक्षा हुनुहुन्न। हेर्नु त ठ्याक्कै हामीले अनुभव गर्न सकेनौँ र भिडियो मार्फतमा हामीले जानकारी दिन चाह्यौँ र जानकारी दिइसकेपछि बाँकी भिडियोमा हामी सम्पूर्ण कुराहरू बुझेर त्यो सम्पूर्ण कुराहरू हामी राख्नेछौँ भन्ने जानकारी गराउन चाहन्छु। र अहिले मैले सोसल मिडियामा भेटाएको कारणले गर्दाखेरि एउटा भिडियो मार्फतमा उहाँले जब खुकुरी देखाएर अन्य किसिमका गालीहरू शब्दहरू उहाँको गालामा हातले हानेको हामीले भिडियोमा देख्दाखेरि र भिडियोको मार्फतबाटै र मले छिटोभन्दा छिटो कारबाहीको माग्न चाहन्छु। यस्ता अन्य किसिमका घटनाहरू कहिले पनि नघटोस् भन्ने जानकारी गराउन चाहन्छु। हामीसँग जोडिनु भएको छैन भने जोडिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला भन्ने जानकारी गराउन चाहन्छु।